नमस्कार साथीहरू, आज हामी कुरा गर्नेछौँ नेपाल सरकार मन्त्री परिषदको मिति 2082 चैत्र 13 को बैठकले एउटा लामो कार्यसूची सार्वजनिक गरेको छ। मन्त्री परिषदको यस निर्णयले नेपालको प्रशासनिक, आर्थिक र सामाजिक क्षेत्रमा ऐतिहासिक सुधारको सङ्केत गरेको छ। यसले जनताको दैनिक जीवनदेखि लिएर राष्ट्रिय अर्थतन्त्रसम्म व्यापक प्रभाव पार्नेछ, जसलाई शासकीय सुधारको खाका भन्दा पनि हुन्छ। करिब 100 बुँदामा सरकारले आफूलाई कसरी परिणाममुखी बनाउनेदेखि लिएर हामीलाई घरसम्मै सेवा पुर्याउने, भ्रष्टाचार नियन्त्रण गर्ने, अर्थतन्त्र चलायमान बनाउने सम्मका योजनाहरू अगाडि सारेको छ। आज हामी यिनै विषयमा छलफल गर्नेछौँ। राजनैतिक स्थिरता र सुशासनको पहिलो पाइला। सरकारले सुरुवातदेखि नै राजनैतिक प्रतिबद्धताबाट गरेको छ। निर्वाचन सफल बनाउनेलाई धन्यवाद दिँदै अब सबै दलका प्रतिबद्धतालाई मिलाएर राष्ट्रिय प्रतिबद्धता बनाइने भनिएको छ। यसको अर्थ अब सरकार दलगत भन्दा माथि उठेर राष्ट्रको हितमा लाग्ने सङ्केत देखिन्छ। त्यस्तै संविधान संशोधनको विषय पनि उत्तिकै संवेदनशील छ। यसका लागि सरकारले राष्ट्रिय सहमति खोज्ने भनेको छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, दलित तथा वञ्चित समुदायप्रति औपचारिक रूपमै माफी माग्ने निर्णय गर्यो। यो एउटा ऐतिहासिक कदम हो जसले सामाजिक न्यायको बाटो खोल्नेछ। यसै गरी जेनजी आन्दोलनका पीडितहरूलाई राहत र पुनर्स्थापना गर्ने, घटनाको उच्चस्तरीय छानबिन गर्ने र विभिन्न आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने भनिएको छ। प्रशासनिक सुधार, सरल, छिटो र डिजिटल प्रविधिमा जोड। अब कुरा गरौँ प्रशासनको। सरकारले मन्त्रालयको सङ्ख्या घटाउने भनेको छ। यसले झन्झट कम हुनेछ र नीति निर्माण प्रभावकारी हुनेछ। सेवा घरमै। अब सरकारी कागजात कुरियर मार्फत घरमै पुर्याउने व्यवस्था गर्ने। डिजिटल हस्ताक्षर र फाइल ट्र्याकिङ। एउटै एप सबै सेवा। सरकारले एउटा एकीकृत डिजिटल प्लेटफर्म बनाउँदैछ जहाँबाट हामीले एकै ठाउँबाट सबै सरकारी सेवाका लागि आवेदन दिन सकिनेछ। गुनासो 24 घण्टा। हेलो सरकार प्रणाली सुधार गरिने र 24 घण्टा गुनासो प्रणाली लागू हुने। प्रशासनलाई राजनीतिक प्रभाव मुक्त बनाउने, कर्मचारीको डिजिटल प्रोफाइल बनाउने र परिणामसँग मूल्याङ्कन जोड्ने भनिएको छ। यसको अर्थ हो काम नगर्ने कर्मचारीलाई अब गाह्रो पर्ने देखिन्छ। अर्थतन्त्र, रोजगार र भ्रष्टाचार मुक्त नेपाल। भ्रष्टाचार नियन्त्रणको कुरा गर्दा सरकारले बेटिङ एप बन्द गर्नेदेखि लिएर छानबिन समिति गठन गर्ने र डिजिटल सम्पत्ति ट्र्याकिङ गर्ने भनेको छ। अब आयकर, भन्सा र खरिद प्रणाली, ई प्रोक्युरमेन्टलाई अनिवार्य र पारदर्शी बनाइने। व्यवसायको लागि स्टार्टअप र एसएमई व्यवसाय दर्ता एकीकृत गरिने, ऋण सहज बनाइने र लगानीको एकद्वार प्रणाली, ओन विन्डो पोलिसी लागू हुने। पर्यटन र ऊर्जा, नयाँ पर्यटन क्षेत्र विकास, आरोग्य पर्यटन प्रवर्धन र ऊर्जा क्षेत्र सुधार गरिने। सडक र पूर्वाधार, सडक आयोजना समयमै पुरा गर्न पीएम डेलिभरी युनिट स्थापना हुनेछ। लगानीको प्रक्रिया सरल बनाइने। माथिका बुदाहरूले के प्रभाव पार्छ भने रोजगारी बढ्ने, लगानीकर्ताको मनोबल उकासिने र विदेशमा रहेको पुँजी नेपाल आउने वातावरण देखिन्छ। अब कुरा गरौँ शिक्षा, स्वास्थ्य र जनताको दैनिकी। शिक्षा क्षेत्रमा राजनीति हटाइने, परीक्षा परिणाम समयमै ल्याइने र कक्षा 5 सम्म परीक्षा नहुने व्यवस्था गरिने भनिएको छ। यो बालबालिकाको मानसिक स्वास्थ्य र सिकाइमा ठुलो परिवर्तन ल्याउनेछ। नागरिकता नभएका विद्यार्थीले पनि स्नातक तहसम्म पढ्न पाउने। स्वास्थ्य र यातायातमा महिलाका लागि निःशुल्क बस सेवा सञ्चालन हुने, सार्वजनिक यातायातमा सुरक्षा बढाइने, खानेपानी व्यवस्थापन एकीकृत गरिने, सहकारी पीडितहरूको लागि बचत फिर्ता प्रक्रिया सुरु गरिने र सुकुम्बासी समस्या समाधान गरिने निर्णयले दीर्घकालीन रूपमा पीडा भोगिरहेका नागरिकलाई राहत मिल्नेछ। साथै यिनै माथिका बुँदा राम्रो हुँदाहुँदै पनि खेलकुद, स्वास्थ्य बिमा, खोज, विज्ञानमा जोड दिन भने बाँकी देखिन्छ। यसमा जोड दिए राम्रो हुने थियो। अब यसका चुनौती र अपेक्षाका बारेमा कुरा गरौँ। सरकारको यी योजना परिकल्पना मात्र होइन, कार्यान्वयनको खाका हो, तर यसको सफलता विभिन्न कुरामा निर्भर रहनेछ। जस्तै राजनीतिक इच्छा शक्ति, कर्मचारीहरूको साथ। प्रशासन राजनीतिबाट मुक्त हुन सकेन भने यी सपना अधुरै रहनेछ। जनताको माग, सबैले डिजिटल सेवा, पारदर्शिता र जवाफदेहिताको माग गर्न सक्नुपर्छ। यी 100 बुँदा योजना साँच्चीकै राम्रोसँग कार्यान्वयन भयो भने नेपाललाई पुरानो शैलीको संस्कारबाट परिणाममुखी डिजिटल र जवाफदेही सरकारमा रूपान्तरण गर्नेछ। यदि यी माथिका बुँदामध्ये 50% पनि प्रभावकारी रूपमा कार्यान्वयन भए भ्रष्टाचार घट्ने, सेवा सहज हुने र युवा पलायन रोक्ने आधार तयार हुनेछ। आजलाई यति नै। हेरेर साथ दिनुभएकोमा सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद। नमस्कार।